नमस्ते दर्शकबिन। आज अल आसाम बेङ्गलोर युथ फाउन्डेसनले चाहिँ फ्री हेल्थ मेडिकल ट्रिटमेन्ट आयोजना गरेको छ, जुन चाहिँ जिग्नीमा हुन गइरहेको छ। बिहान 10 बजीदेखि लिएर चाहिँ साँझको 4 बजीसम्मको लागि चाहिँ आयोजना गरेका छौँ। त्यसमा हामीहरूको चिफ गेस्ट रहनु गइरहनु मञ्जुनाथ सर अनि चेतन सर चाहिँ त्यहाँ प्रेजेन्ट हुनुहुन्छ। अनि मेडिकल चाहिँ यो मल्टी स्पेसियली हस्पिटल एन्ड डायग्नोस्टिक हो, मेडवेल हस्पिटल हो। फ्री हेल्थ ट्रिटमेन्टको चाहिँ हामीले युथ फाउन्डेसनले चाहिँ आयोजना गरेका छौँ। आउनुहोस् न त मेडिकल फ्री हेल्थ ट्रिटमेन्टको हामी धन्यवाद दिन चाहन्छु म यो बेङ्गलोरमा रहेको मेडवेल मल्टी स्पेसियल हस्पिटल एन्ड डायग्नोस्टिकलाई, जुन चाहिँ उहाँहरूले आज हामीहरूलाई यत्रो धेरै सपोर्ट गरेर युथ फाउन्डेसनको जति पनि हामीहरूको मेम्बर्सहरू हुन्छ उहाँको चाहिँ एउटा कुरो राखेर चाहिँ उहाँहरू 12 घन्टा फ्री हेल्थ ट्रिटमेन्टको चाहिँ आज कम्प्लिट हामीले गरेको छौँ। अनि म धन्यवाद दिन चाहन्छु हामीहरूको अल आसाम बेङ्गलोर युथ फाउन्डेसन हेरेर बस्नुभएको भ्युवर्सहरूलाई। थ्याङ्क यू। अल आसाम बेङ्गलोर युथ फाउन्डेसन प्रेसिडेन्टको जुन चाहिँ विष्णु अधिकारीको नेतृत्वमा चाहिँ यत्रो धेरै प्रोसेस लिएर हामीहरूको काम आज कम्प्लिट भयो। थ्याङ्क यू, धन्यवाद तपाईँहरूलाई।